फागुनमा प्रदर्शनमा आएको फिल्म आउटलबाट एक्सनमा राम्रो सम्भावना देखाएका अभिनेता सुशील श्रेष्ठ एकपटक फेरि एक्सन फिल्ममा देखिने भएका छन्। माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म राम नाम सत्यमा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन्। बुधबार फिल्म सम्झौता गरेका उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताएका छन्। यसअघि नै फिल्ममा अभिनेता विराज भट्ट अनुबन्ध भइसकेका छन्। अब दर्शकले दुई पुस्ताका एक्सन नायकलाई एकसाथ पर्दामा हेर्न पाउनेछन्। यो आफैमा रोचक हुनेछ। रामनाम सत्यमा विराज र सुशील दुवै एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ। फिल्मका लागि अब अभिनेत्री र केही कलाकार फाइनल गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ। रामनाम सत्यबाट फिल्म निर्देशन डेब्यू गर्न लागेका माइकलले यसअघि 2 दर्जन बढी म्युजिक भिडियो र निर्देशन गरिसकेका छन्।